उहाँ नेपालको मात्रै नेता होइन, विश्व स्तरीय नेता हो भनेर पुटिन र उहाँ सी जिनपिङले पुष्टि गरेको अवस्थामा दुश्मनलाई यो कुरो नपचेर, दुश्मन सारा लागेर आज उहाँको विरुद्धमा, उहाँको भिजनको विरुद्धमा, नेपाली जनताको विरुद्धमा जुन आक्रमण भइरहेछ, त्यो आक्रमणको विरुद्धमा नेपाली जनताहरूले उहाँलाई भोट दिएर 5 नम्बर क्षेत्रका नेपाली जनताले र सम्पूर्ण नेपालभरिका जनताहरूले 165 मा 150 सिटभन्दा बढी जिताएर उहाँलाई चाहिँ तपाईँको नेकपा एमालेलाई उहाँ प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री खर्जौरीलाई 60-70 हजार भन्दा बढी मत ल्याएर यो जित्नुहुन्छ भन्ने हामी 5 नम्बर क्षेत्रका जनताहरूले आशा गरेका छौँ। अब प्रदेश नेता पूर्व प्रधानमन्त्री केटी ओलीलाई एउटा मेरो क्वेसन छ। के क्वेसन छ भने यो हामी बसेको ठाउँ यो रेलमार्गमा परेको ठाउँ, यो ठाउँ योभन्दा चाहिँ 5 वर्ष अगाडि नै यो शिलान्यास गरेको ठाउँ घर बनाउनलाई, तर बिचमा त्यही विषयमा चाहिँ अब रेलमार्गको प्रसङ्ग आउँदा पत्र पत्रिकामा आउँदाखेरि अब रेलले पछि जग्गा चाहिँ रोक्दा राख्यो र हामीहरूले यो केही गर्न पाएनौँ। अब यो गएको बजेट भाषणमा चाहिँ इनरुवा काँक्रेबिटाको रेलको चाहिँ यो कार्यक्रम स्थगित गरेको भनेर आयो। अब त्यहाँदेखि पछाडि त्योदेखि बिचमा केही पनि भएन। अब हामी यस्तै छौँ। अब छैन मालपोतमा जाँदाखेरि तपाईँहरूको जग्गा रोक्दाको रोक्का छ, त्यो रेलमा परेको फुक्का भएको छैन, अरू फुक्का रेलमा परेको रेलमा परेको जमिन चाहिँ त्यतिकै छँदैछ, छँदैछ फुक्का भयो सरकारले फुक्का गर्नु अरू सबै जस्तै त्यस्तो छ। जग्गामा एकट्ठा परेको थियो भने 10 मिनेट रोका थियो, तपाईँको रोक्नु भएन। अरू चाहिँ रेल मार्गले पीडित भयो। हजुर चाहिँ उहाँ जेएनजी आन्दोलनले अब जेएनजीको नामबाट अब हजुरलाई त्यहाँबाट अब गरे, त्यसमा अब समय आएपछि समयले अब त्यो गर्छ र हामीले चाहिँ न्याय गर्नुपर्छ। मलाई अन्याय परेको छ, नेपाली जनताले भोट दिएर, 5 नम्बरका जनताले भोट दिएर मलाई न्याय गर्नुपर्छ, देशलाई पनि न्याय गर्नुपर्छ। देशलाई पनि अन्याय परेको छ, यो ठुलो सङ्कटको देश पनि छ, उहाँलाई पनि हामी नेपाली जनतालाई पनि अन्याय परेको छ। उहाँ पनि प्रधानमन्त्री त्यत्रो विकास गरिरहनु भएको थियो, उहाँलाई पनि अन्याय छ नि, उहाँले पनि न्याय पाउनुपर्छ। उहाँले ऋण लाउनु भएको छ नेपाली जनतालाई, यो ऋण चाहिँ तिर्नुपर्छ। सबै नेपाली जनताहरू मिलेर उहाँलाई भोट दिएर प्रधानमन्त्री बनाएर ती जलाउनेहरूलाई विदेशीबाट परिचालित योजनाबद्ध तरिकाले चलेका छन् हुँदाखेरि उहाँको विजय सुनिश्चित छ, उहाँको धेरै बहुमतले जित्नुहुन्छ। त्यो हावा हुन्डरीमा भनेर हुँदैन, हावा हुन्डरीमा आएर हुँदैन। त्यसले गर्दाखेरि अत्यन्तै बहुमत ल्याएर उहाँले जित्नुहुन्छ। जिताउनुपर्छ, हामीले देशलाई जिताउनुपर्छ। उहाँले जित्नु भनेकै देशले जित्नु हो। त्यसले गर्दा यति भन्दै धन्यवाद।